लाग्छ। बुवा मम्मी पनि एकदमै सपोर्ट, बुवा मम्मी त अब एकदमै मेरो बुवा मम्मी चाहिँ एकदम कन्फिडेन्स क्या अब जित्छ भनेर जित्छ क्या अब त्यो मैले एकचोटि प्राङ्क पनि गरेको थिएँ जस्तो म सेमी फाइनलमा पुगेको थिएँ अनि सेमी फाइनलमा पुगेपछि चाहिँ अब मोबाइलहरू त पुरै हाम्रो बन्द हुन्छ नि त सेमी फाइनल पुगेपछि चाहिँ अब हाम्रो सुटिङ चाहिँ केही समयको लागि रोकिएको थियो अनि मैले फोन गरेँ क्या अब सबैजना ऊ पनि घरमै थिएछ मलाई थाहा पनि थिएन होइन बिदा आइरहेको रहेछ अनि फोन पाएर अनि मैले चाहिँ अगाडि नै के भनेको थिएँ भने सुरुमै अब हामीले फोन बुझाउने होला जब मैले फोन पाएँ अनि फोन पाएर चाहिँ मैले कल गरेँ भने चाहिँ सम्झिनु म आउट भएँ सम्झिनु है भनेको थिएँ क्या आउट भए सोच्नु होला अनि हुनु पनि त्यही हो नि त अनि आउट भएपछि मात्रै मोबाइलहरू पाएको थियो नि त अनि ट्याक्क फोन गरेको त अनि के भन्छ उसले क्या लाउड स्पिकर रहेछ क्या ला आउट भइसकेको अरे क्या सुरु अरू केही नसुतिकन क्या अनि मैले अनि ल नि त भनेर यसैमा प्र्याङ्क गरेँ नि त भनेर एउटा बनाएँ होइन त्यतिकै फोन गरेँ मम्मी बुवाहरूले सुनिहाल्छ मम्मी गरेर कता हुन्छ भनेर भने म त आउट भएँ यताउति भनेर अलिकति न्याउरो मुख लगाएर हुँदैन अलिकति त्यस्तो तरिकाले मैले बोलेँ त्यो भिडियो कल पनि बोलेको होइन कल पनि बोलेँ हो अनि त्यसो भन्दाखेरि चाहिँ मम्मी बुवाहरूले चाहिँ एकदम मेरो मम्मी बुवाहरू चाहिँ अहिलेसम्म मिस्टेक कहिले भएकै छैन तैँले गरेको काममा कसरी त्यस्तो हुन्छ भनेर भन्नुभयो क्या मम्मी बुवाले भनेपछि मेरो मम्मी बुवाहरूलाई एकदमै कन्फिडेन्स क्या मेरो छोराले चाहिँ कहिले पनि हारेको छैन भनेर चाहिँ उहाँहरूले त्यस्तो तर